One, two, three, four. There was a time that I thought that I would die without you. The wind would knock me down again and again. There was a time that I thought that I would cry without you. Helplessly, hopelessly, I would pretend that this was something that would last forever and ever. Like a burning flame that would never die. I was so stupid, foolish, crazy. सो हामी चाहिँ ग्लाइडर प्याक गरिसक्यौँ। दिस इज ग्लाइडर भनेर हाम्रो चाहिँ यो हाल्ने ब्यागर भनेर हेलमेट ब्यागर चाहिँ यहाँ छ देख्न सकिन्छ। अनि आज चाहिँ लगभग 30 मिनट जतिको फ्लाइ गरेर मेरो चाहिँ खासमा एक्युरेसी प्र्याक्टिस हो, तर पनि केटाहरू लङ फ्लाइ गरेर अब चाहिँ प्याक गरेर हामी फाइनल तल जान लागिसक्यौँ। प्याक गरेर अब तल जाने। अनि आजको चाहिँ फ्राइडेको फ्लाइट चाहिँ अलरेडी इनफ पुग्यो, धेरै भयो फ्लाइट। ओके, सो भिडियो चाहिँ सबजनाले हेरिदिनु होला भनेर मन पऱ्यो भने लाइक सब्सक्राइबर अनि अन्तिमसम्म भिडियो हेरिदिनु होला। सो प्याक गरेर अब तलतिर झरिसक्यो। अब म चाहिँ अफिस पुग्छु पान्जिङमा, अनि त्यहाँबाट तल काठमाडौँको यात्रा हुन्छ। अनि गाडी चाहिँ ल्यान्डिङ गएको छ। म चाहिँ टप ल्यान्डिङ गरेर एक्युरेसी प्र्याक्टिस गरेर सोलो ग्लाइडर नउड्या पनि धेरै बाट्यो। आज चाहिँ लगभग 3-4 चोटि नै टेकअप ल्यान्डिङ भयो। अनि हजुरहरूलाई पनि यस्तै भिडियोहरू हेर्न मन लाग्छ भने मेरो युट्युब च्यानलमा जोडिनु होला। अनि भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। म चाहिँ प्याराग्लाइडिङ अनि अनेक ट्राभलहरूको पनि भिडियो हाल्छु, हजुरहरूले हेरेर साथ दिनु होला।